सिजी टेम्पलको मुख्य मन्दिर। यो लाइट अनुसार यसले चाहिँ कलरहरू चाहिँ हामी चेन्ज देखिरहेको हुन्छ। यो मन्दिरको चाहिँ भित्रतिर चाहिँ दीप प्रज्वलन पनि भइरहेछ। लाइट यसको मन्दिरमा हुने लाइटिङ अनुसार चाहिँ यसको कलर यसको रङ चाहिँ रातिको समयमा यसरी परिवर्तन हुन्छ। नेपालको राष्ट्रिय झन्डाको साइन बनाइकन चाहिँ सिजीको अगाडि यो रात्रि यो सन्ध्याका कृष्णजी हुनुहुन्छ, बाँसुरी बजाइराख्नु भएको छ। उहाँको पछाडि यति सुन्दरी गोपिनीहरूको चाहिँ यस्तो लाइन छ, यसरी कुदिएको छ यो मूर्तिहरू चाहिँ। साँझको समयमा यो कस्तो कलर एकैछिनमा चेन्ज हुन्छ लाइटको कारणले गर्दा। यो चाहिँ रातिको दृश्य, अगाडितिरको गेट, सिजी टेम्पलको मुख्य मन्दिर। यो लाइट अनुसार यसले चाहिँ कलरहरू चाहिँ हामी चेन्ज देखिरहेको हुन्छ। यो मन्दिरको चाहिँ भित्रतिर चाहिँ दीप प्रज्वलन पनि भइरहेछ। लाइट यसको मन्दिरमा हुने लाइटिङ अनुसार चाहिँ यसको कलर यसको रङ चाहिँ रातिको समयमा यसरी परिवर्तन हुन्छ। भक्तजनहरू अनि टुरिस्ट आन्तरिक पर्यटक बाह्य पर्यटकहरूको अझै पनि यो रातिको अवस्थामासम्ममा पनि लड्को नै छ, उत्तिकै भिडभाड नै छ। सो समय लाग्यो, एकपल्ट आउनै पर्ने ठाउँ, तपाईँहरू पनि आउनुहोस् होइन। आन्तरिक पर्यटनलाई चाहिँ प्रवर्धन गरौँ। थ्याङ्क यू। नेपालको राष्ट्रिय झन्डाको साइन बनाइकन चाहिँ सिजीको अगाडि यो रात्रि यो सन्ध्याकालीन रात्रिको इट्स अमेजिङ। अत्यन्तै मनमोहक छ यति बेलाको दृश्य। रातिको दृश्य यो सिजीको मुख्य मन्दिर मानिन्छ। यसको अन्डरग्राउन्डमा सङ्ग्रहालय छ जो हामीले भर्खरै अवलोकन गऱ्यौँ। अत्यन्तै रमणीय दृश्य साँझको समयमा देख्न सक्छौँ। यो सिजी टेम्पलभित्रकै यो अत्यन्तै रमणीय एकदमै मनमोहक मूर्ति हो। कृष्णजी हुनुहुन्छ, बाँसुरी बजाइराख्नु भएको छ। उहाँको पछाडि यति सुन्दरी गोपिनीहरूको चाहिँ यस्तो लाइन छ, यसरी कुदिएको छ यो मूर्तिहरू चाहिँ। बडो अत्यन्तै रमाइलो, एकदमै मनमोहक छ यी मूर्तिहरू चाहिँ। बडो मिठो लाग्यो। कृष्णजीको पछाडि चाहिँ गोपिनीहरू लर अनि यतातिर चाहिँ हाम्रो शङ्कर महाराज शिवजीको नागमाथिको चाहिँ शेषनागमाथि चाहिँ उहाँ दिनुभएको मूर्ति चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। सो रियली अमेजिङ। यो चाहिँ अर्को सङ्ग्रहालय। यहाँनिर चाहिँ विशेष गरेर यहाँ चाहिँ कल्चरका कुराहरू, संस्कृतिका कुराहरू, वेशभूषाका कुराहरूलाई बढी यो सङ्ग्रहालयमा फोकस गरेर राखिएको रहेको। भित्र पुगेर हामीले अध्ययन गऱ्यौँ। एकदमै रमणीय छ। थ्याङ्क यू। सिजीकै ग्राउन्डमा चाहिँ यतातिर कुदिएका छन् मूर्तिहरू साँझको टाइममा। यस्तो खालका मूर्तिहरू चाहिँ कुदिएको छ। साइडतिरको मूर्तिहरू यस्तो धेरै छ। यो सिजी टेम्पलभित्र चाहिँ यस्ता मूर्तिहरू यस्ता मूर्तिहरू चाहिँ
यहाँनिर चाहिँ हेर्न सकिन्छ अत्यन्तै मनमोहक छ दृश्य भनौँ त्यो चाहिँ गेट हो होइन गेट पनि उत्तिकै राम्रो छ यहाँबाट चाहिँ प्रस्थान हुन्छ होइन त्यस पछाडि बल्ल चाहिँ यतातिर चट घुमेर सिजीको मुख्य वेमा जानु यो सिजीभित्रकै चाहिँ एउटा मूर्ति बडो काली मूर्ति धेरै खालका चाहिँ मन्दिरहरू छन्